मधुसूदन भन्दाखेरि यसको दुईवटा अर्थ हुन्छ। सामान्य रूपमा भन्नुपर्दा बुद्ध धर्ममा भएको शरणगमनदेखि लिएर बुद्धिचित्त उत्पाद गर्ने, त्यसको माध्यमबाट छ परमित आचरणमा अभ्यास गर्ने, तन्त्र व्यज्रयानमा दुई मार्ग क्रम समाधिको साधना गर्ने इत्यादि। संक्षेपमा भन्नुपर्दा तल सर्वकायानदेखि लिएर मध्य अनुत्तर तन्त्रयानसम्म भएका जति पनि सूत्र तन्त्रका धर्म अभ्यासहरू छन् सबै मधुसूदन अथवा बुद्धि, विचार र हाम्रो सोच्ने क्षमतालाई शुद्ध र स्पष्ट बनाउने प्रक्रिया हो। त्यो बाहेक मधुसूदन गर्छौँ भनेर एउटा ठुलो पुस्तक बोकेर एउटा विशेष उपदेश लिने त्यस्तो केही छैन। हामीले गरिने शरणगमन पनि मधुसूदनभित्र पर्छ। गुरुको शरणमा जान्छौँ, बुद्धको शरणमा जान्छौँ, धर्मको शरणमा जान्छौँ, सङ्घको शरणमा जान्छौँ भन्दाखेरि त्यसरी गर्नुपर्ने कारण चाहिँ एउटा नीति नियम र बौद्ध धर्मको विधि र प्रणाली जस्तो नसोचेर शरणगमन गरेको फाइदा र शरणगमनमा नगएको बेफाइदाको विषयमा बुझ्नुपर्छ। शरणमा जाने विषय शास्त्र, बुद्ध धर्म, सङ्घको शरणमा गएपछि तिनीहरूले हामीलाई बचाउन सक्ने शक्ति छ कि छैन। त्यस्तै गरी शरणमा जाने प्रक्रिया कस्तो हो, लिने र त्याग्ने क्रम, जस्तै कि 4 आर्य सत्यमा दुःख सत्यलाई बुझ्नुपर्छ, समुदाय सत्यको त्याग गर्नुपर्छ भन्ने वाक्यले संसारिक दुई हेतु फल जनाउँछ। निरोध सत्य प्राप्त गरी त्यो प्राप्त गर्नको लागि मर्ग सत्यको अभ्यास गर्नुपर्छ भन्ने यो वाक्यले निर्वाणको दुई हेतु फल जनाउँछ। यसरी 4 हेतु फलको अभ्यास गरेर शरणमा जाने इत्यादि यी सबै क्रमहरूलाई बुझ्ने र अभ्यास गर्ने कार्यहरू पनि मधुसूदनको पङ्क्तिभित्र पर्छन्। यस्तै गरी महायानमा बुद्धिचित्तको उत्पाद गर्दाखेरि बुद्ध धर्म र सङ्घको शरणमा गएर बुद्धत्व प्राप्त नहुन्जेलसम्म शरणगमन गर्छौँ भन्ने वाक्यले मिथ्या मार्ग त्यागेर बौद्ध धर्मको शरणगमन बताउँछ। त्यसपछि मैले गरेको पुण्यले सम्पूर्ण प्राणी हित भई बुद्धत्व प्राप्त होस् भन्ने वाक्यले निम्न मार्गलाई त्याग्नको लागि महायान बौद्ध धर्मको बुद्धिचित्त र त्यसको आचरणको विषयमा बताएको हुन्छ। बुद्धिचर्या अवतार शास्त्रभित्र प्राणिदान बोधिचित्त र प्रस्थान बोधिचित्त गरी बोधिचित्तमा दुई प्रकारको बताएको छ। प्राणिदान बोधिचित्त कसरी उत्पाद गरिन्छ भने आकाशव्यापी सम्पूर्ण प्राणीहरू आफ्ना मातापिता नबनेका कोही पनि छैनन्। तिनीहरू सबैले हाम्रो मातापिता भएको बेला अहिलेको यो जन्मको मातापिताले जस्तै एकदम आभारी गर्नुभएको छ। मातारूपी प्राणीहरू सुखको चाहना भए तापनि सुखको हेतु धार्मिक कार्य गर्न जान्दैन, दुःखको चाहना नभए तापनि दुःखको हेतु पाप कार्यहरू गरिरहेका हुन्छन्। यसरी आफ्नो मनको चाहना र कार्यान्वयन विपरीत भएको प्राणीहरूलाई अकृत्रिम करुणा उत्पाद गरी दुःखबाट मुक्त गरेर बुद्धत्व प्राप्त गर्छौँ भने बाचा गर्नलाई प्राणिदान बोधिचित्त बनिन्छ। त्यसपछि यसरी बाचा गरेर मात्र पुग्दैन, हामीले त्यसको लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हित गर्ने, दुःखबाट मुक्त गराएर सुखमा प्रस्थान गराउने कार्यान्वयन गर्नुपर्छ। बोधिचित्तको अपरिमित आचरणमा अभ्यास गर्नुपर्छ। यसरी आशय र कार्यान्वयन दुवैबाट प्राणीलाई दुःखबाट मुक्त गराउने कार्यमा लागेर बुद्धत्व प्राप्त गर्दछौँ भन्ने आचरणमा लाग्नुलाई प्रस्थान बोधिचित्त बनिन्छ। यसरी यी दुई बोधिचित्तको माध्यमबाट बोधिचित्त उत्पाद गर्नु पनि एउटा मधुसूदन हो। हामीले मधुसूदन गर्नुपर्छ। मिथ्या चित्तलाई शोधन गरेर सच्चित्तसँग भेटाउनुपर्छ। अशुद्ध र गलत चित्तहरूलाई छ्या बनाएर शुद्ध चित्तसँग जोड्नुपर्छ। यी सबै अभ्यासहरू मधुसूदनभित्र पर्छन्। यस्तै गरी तन्त्रयानमा भएको मार्ग उत्पन्न क्रम र फल सम्पन्न क्रमहरू पनि सबै मधुसूदन गर्नकै लागि हो। त्यसकारण सामान्य रूपमा भन्नुपर्दा हिनायन र महायानमा गरिने सबै धर्म अभ्यासहरू मधुसूदनभित्र पर्छन्। मधुसूदनभित्र पर्ने अभ्यासहरू हुन्। त्यसकारणले गर्दा मधुसूदनमा नजाने र मधुसूदनभित्र नपर्ने एउटा पनि धर्म साधना अभ्यास छैन। त्यसकारण महायान कतम्ब गुरुको असाधारण मधुसूदन अभ्यास भन्ने मात्रमा भर नपरिकन हामीले शरीर, वचन र मनले जे जस्तो धार्मिक कार्य साधना गरे पनि ती सबै मधुसूदनको समर्थनमा जान सक्ने हुनुपर्छ। यो मधुसूदनको अभ्यास साधारण याना अनुसार बताएको। अब असाधारण याना अनुसार भन्नुपर्दा कतम्ब परम्परा गुरुबाट आएको मधुसूदन धेरैवटा छन्। अझ यहाँ बताउने चाहिँ 7 मधुसूदन अभ्यास हो। यो एकदमै चर्चित र फाइदाजनक रहेको छ। अरू मधुसूदन अभ्यासको उपदेशहरू फाइदा नभएको त होइन, तर पनि यो 7 मधुसूदन अभ्यासको विषयमा मैले पहिले पनि धेरै गुरुबाट यसको प्रवचन लिएको थिएँ। र अर्को कुरो, म प्राय जसो यो 7 मधुसूदनको अभ्यासमा ध्यान दिने गर्छु। मधुसूदन 8 श्लोक एकदम विस्तृत रहेको छ। अभ्यास गर्न सक्यो भने त राम्रो हो, तर सक्नु मुस्किल पर्छ।
तर पनि त्यो मधुसूदन अष्टश्लोकको अभ्यासमा प्रस्थान गर्नको लागि पहिले यो 7 मधुसूदनको अभ्यास राम्रोसँग सिकेको हुनुपर्छ भनेर कल्याण मित्रहरूले भन्नुहुन्थ्यो। यो 7 मधुसूदन अभ्यास राम्ररी बुझेर त्यसको अभ्यास गर्न सक्यो भने मात्र अष्टश्लोक मधुसूदनको अभ्यासमा लाग्नुपर्छ। किनभने अष्टश्लोक मधुसूदनमा कदम्ब गुरुहरूको मुख्य मुख्य उपदेशको सारहरू रहेको छ। त्यो मान्छे जो पायो त्यसलाई सिकाउने र भन्ने कुरो होइन। पहिले मधुसूदनको अनुकूल अभ्यास गरेर मात्र मधुसूदन अष्टश्लोकको अभ्यासमा जानुपर्छ। मान्छेलाई उत्साह दिने कुरो होइन, इच्छा पुरा गर्ने अभ्यास पनि होइन। यो जीवनभरि अभ्यास गरेर यसै जीवनमा मधुसूदन अष्टश्लोकको अर्थहरू आफ्नो मनसँग जोडेर प्रत्यक्ष रूपमा त्यसको माध्यमबाट मुक्त हुने खुबी 8 र मिनेट छ भने त्यसको अभ्यास गर्नुपर्छ भन्नुभएको थियो। त्यसकारण आज म तपाईहरूलाई यो 7 मधुसूदनको अभ्यासको विषयमा संक्षिप्त रूपमा बताउन चाहन्छु। थेम्बो कल्याण मित्र र आचार्यहरूले बुझिरहनु भएको छ, नबुझेको केही छैन। तर पनि यहाँ कोही सिकारु धर्मसाधकहरू पनि हुनसक्छ, धर्मसाधनामा सिक्दै गरेको व्यक्ति पनि हुनसक्छ। 7 मधुसूदन भन्ने सुनेको बाहेक त्यसभित्र बताएको अभ्यास क्रमहरू कस्तो छ, कसरी अभ्यास गर्नुपर्छ भन्ने विषयमा शङ्का हुन सक्ने अथवा नबुझेको पनि हुन सक्ने भएकोले तिनीहरूको निम्ति हित हुने लक्ष्य राखेर म यो 7 मधुसूदन अभ्यासको व्याख्या गर्न चाहन्छु। म यसको एउटा एउटा शब्दको व्याख्या नगरेर मुख्य मुख्य अर्थहरू बताउने छु। 7 मधुसूदन मध्येबाट पहिलो चाहिँ पूर्व अभ्यास हो, दोस्रो चाहिँ बुद्धिसित उत्पाद गर्नु हो, तेस्रो चाहिँ दुष्प्रभावलाई बोधि मार्गमा परिवर्तन गर्नु अथवा लैजानु हो, चौथो चाहिँ जीवनमा गरिने धर्म साधनाको निचोड कस्तो छ त्यो बताउने हो भने पाँचौँ चाहिँ मधुसूदनको अनुमान गर्ने हो, छैटौँ चाहिँ मधुसूदनको बाचा र सातौँ चाहिँ मधुसूदनको शिक्षा गरी यी 7 भागमा बाँडेर बताएको हुन्छ। पहिलो नम्बरमा भएको मधुसूदनको पूर्व अभ्यास, त्यसमा ध्यान र व्याख्यान गरी 2 तरिकाले बताएको छ। मधुसूदनको ध्यानको विषयमा भन्नुपर्दा हामी सधैँ बिहान ध्यान साधना गर्ने बेला आफ्नो शिरमा एउटा कमलको फुलमाथि चन्द्रमा भएको मनन गरेर त्यसको माथि मूल गुरु विराजमान भएको मनन गर्ने। त्यो गुरु चाहिँ सम्पूर्ण बुद्ध समावेशी, सम्पूर्ण धर्म समावेशी, सम्पूर्ण सङ्घ समावेशी, सम्पूर्ण त्रिरत्न समावेशी, डाकिने इष्टदेव समावेशी भएको गुरु तपाईँ हुनुहुन्छ। आशा र भरोसा गर्ने तपाईँभन्दा बढी अरू कोही छैन भनेर मनमा दृढ श्रद्धा भक्ति हुनुपर्छ। गुरुलाई श्रद्धा भक्ति छैन भने अधिष्ठान पाउन सक्दैन। गुरुको काया वा चित्तको गुणहरू देखेर गुरुको गुण बुद्ध बराबरी भए तापनि गुरुको आभारी चाहिँ बुद्धभन्दा पनि बढी छ सम्झेर मनमा श्रद्धा भक्ति हुनुपर्छ। यसरी श्रद्धा भक्ति युक्त भएर गुरुको प्रार्थना गर्ने, गुरु योग साधना गर्ने इत्यादि गर्नुपर्छ।